हाई साथीहरू, तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आयो हजुरहरू सबैजना सन्चै अनि आराम नै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज पनि दाइ र म नै दुईजना फेरि झोडी फाड्नतिर लाग्यौँ। अस्ति फाडिसकेको थिएनौँ नि त साथीहरू, त्यसैले हामी फेरि आज पनि फाड्नतिर लाग्यौँ। काम नगरेको त साथीहरू दिन नै हुँदैन। के गर्नु, गाउँघरमा बसेपछि काम त गर्नै पर्ने हुन्छ। आज हाम्रो फाड्नुपर्ने मेला चाहिँ साथीहरू यही थियो। यतापट्टि चाहिँ तल्लो घरको काकीले नै म घाँस काटिदिन्छु भन्नु भएर हामी आधी मात्रै फाड्ने निर्णय गरेर आधी मात्रै फाड्नतिर लाग्यौँ। झोडी फाडिसक्ने नै केही समय मात्र लाग्यो। हल्का थाकेकोले दाइ र म एकछिन बस्यौँ। ल्या साथीहरू, हेर्नु न, आज पनि हँसिएको त टुप्पो नै पो छैन। त्यो गरा फाडिसकेर लाग्यौँ अर्को गरा फाड्नतिर। मास्लो गरा नि एकैछिनमा फाडेर सकिहाल्यौँ। त्यसपछि चाहिँ साथीहरू अस्तिको अलिकति काम रहेको थियो। फाडिसकेको त थियौँ, तर झिक्रा पन्चाउनै पर्ने थियो। एकैछिनमा दाइ र म भएर झिक्रा नि पन्चाइ सकिहाल्यो। झिक्रा पन्चाएर सके सँगसँगै साथीहरू आजको काम पनि हाम्रो सकिहाल्यो। आजको काम चाहिँ सकेर हामी साथीहरू घर फर्किँदै गर्दा हल्का सिमसिमे पानी नै पर्न थालेको थियो। ल त साथीहरू, आजको मिनी ब्लगलाई पनि म यहीँ सकाइदिन्छु। नेक्स्ट ब्लगमा भेट्नेछु।